किन हामी दिन डराउँछौँ वा दिने कुरामा शङ्का गर्छौँ? किनकि हामी भविष्यको बारेमा असुरक्षित महसुस गर्छौँ। म एक्लै छु, म आफैले नै मेरो केही नगरी हुँदैन भन्ने त्यागिएको महसुस आउने कारणले, स्वर्गीय पिताप्रतिको भरोसाको अभावको कारणले, लोभको कारणले, ममा के छ भन्ने कुरा भन्दा पनि ममा के छैन भन्ने कुरामा बढी जोड दिएको कारण, असन्तुष्ट र चिन्ता। असन्तुष्टताले विश्वासको वृद्धिलाई रोकिराख्छ। यो आत्मिक जीवनको वृद्धि र भक्तिको जीवनको शत्रु हो। यति मात्र होइन, यसले विश्वासयोग्यता साथ उदार चित्तले दिने कुरालाई मार्दछ। उदारताको शत्रु नै असन्तुष्टता हो। के हामी विश्वासी भएर पनि आनन्द भनेको अनुभव गर्न सकिरहेका छैनौँ? त्यसो भए दिन सुरु गर्नुहोस्, आनन्द फर्किआउनेछ। यदि हामी खुसी साथ दिन सक्दैनौँ भने त नदिएको नै असल हो। हाम्रो मन येशूमा पहिले लगाऊँ अनि आनन्द साथ दिने हृदय फर्केर आउनेछ। दिने नियमित अभ्यासले हाम्रो आत्मिक जीवनलाई बलियो पार्दै लैजान्छ। जुन कुरालाई हामी बढी मूल्यवान र महत्त्वको ठान्छौँ, हाम्रो मन त्यही नै सधैँ हुनेछ। तपाईले परमेश्वरको राज्यको निम्ति भनेर दिएको तपाईको लगानीले तपाईको मन त्यतैतिर दोहोरिनेछ। यदि तपाईको मन स्वर्गीय कुराहरूमा छन् भने त त्यहाँ जहाँ क्रिस्ट हुनुहुन्छ त्यही नै तपाईँ दिइरहनुहुन्छ। यसको अर्थ तपाईँ येशूसँग नै जिउनुहुन्छ। बलिदानी रूपमा दिने कुरा परमेश्वरले जुटाउनुहुन्छ भनी भरोसा गरेर जिउने जीवनभित्र मात्र सम्भव हुन्छ। आफैमा भरोसा राख्नेहरूले कहिल्यै बलिदानी रूपमा दिन सक्दैनन्। कसैले भनेका छन्, एउटा चेलाले कति आफूसँग राखौँ भनेर सोध्दैन, तर कति दिउँ भनी प्रश्न गर्दछ। पैसा हाम्रो आफ्नो आरामदायी जीवन बिताउने ढोका होइन, तर खराबीलाई परास्त गर्ने र क्रिस्टले हामीबाट चाहनु भएको जीवनयापन गर्नलाई माध्यम बनोस्। दशांश दिने कुराले हामीमा भएको स्वार्थपनबाट हामीलाई छुटकारा दिनेछ। दशांश हाम्रो मनमा आउने लोभीपनको आत्माको विरुद्धको समाधान हो। हामीलाई परमेश्वरले धनी बनाउनु भयो भने हामी हाम्रो आरामदायी सुविधाको निम्ति होइन, तर हामी उदारताको जीवन जिउन सकौँ। हामी रुपैयाँ पैसाका दास होइनौँ र हामीलाई धनी तुल्याउनु हुने स्वर्गीय पिताका सन्तान हौँ भन्ने कुरालाई दिने कुराले प्रष्ट पार्छ। दिने कुराबाट हामी निरन्तर हाम्रो भरोसा परमेश्वरमाथि राख्दछौँ। दिने कुराले यो पनि प्रमाणित गर्छ कि म यो संसारलाई प्रेम गर्दिनँ, बरु उहाँको स्वर्गीय कुराहरूलाई बढी माया गर्छु भन्ने प्रष्ट पार्दछ। दशांश दिने कुराले हामीलाई परमेश्वर नै मेरो जीवनको पहिलो स्थान हुनुहुन्छ भन्ने कुरालाई जनाउँछ। तपाईले अडेस लाग्नु भएको हरेक पर्खालहरू कुनै दिन भड्किएर लट्न सक्छन्, तर तपाईले अडेस लाग्नु भएको चट्टान येशू कहिल्यै भड्किएर जाने छैन। जब हामीसँग भएका सबै थोकहरू परमेश्वरको हो भनी बुझ्दछौँ, तब हामीलाई दिनको निम्ति कुनै कठिन हुँदैन। जब हामीमा भएको धन कहाँबाट आउँछ भन्ने कुरालाई बुझ्दछौँ, तब मैले कसरी परमेश्वरलाई दिनु भन्ने कुरा भन्दा पनि हामी त केवल उहाँको स्रोतको भण्डारे मात्र हौँ भन्ने रहस्यलाई बुझ्नेछौँ। तब दिनलाई हाम्रो मुट्ठीहरू खुल्नेछन्। जब हामी परमेश्वरको स्वामित्वलाई स्वीकार्दछौँ, हरेक खर्च गर्ने कुराको निर्णयका समयहरू आत्मिक निर्णय भन्दछन्। यो मेरो धन कसरी खर्च गरौँ भनी हामी कहिल्यै उहाँलाई प्रार्थना गर्दैनौँ, बरु यसरी प्रार्थना गर्दछौँ, प्रभु यो तपाईको धन म कसरी प्रयोग गरौँ? उदार चित्तले दिनु अनन्तको निम्ति लगानी हो।
परमेश्वरलाई दिएको कारण हामी धनी हुन्छौँ भन्ने कुनै ग्यारेन्टी छैन। तर एउटा कुराको ग्यारेन्टी छ, हामी असल कार्यमा प्रशस्त हुँदै जानेछौँ र हाम्रो आफ्ना निम्ति पुगिसरी हुनेछ। यो एउटा जीवन जो चाँडै बित्छ, तर ख्रीष्टको निम्ति गरिएको कुराहरू सदा रहन्छ। खर्च गरिएको कुराहरू हराएर जानेछ, तर गरिएको लगानी अनन्तसम्म रहिरहनेछ। परिपक्व मानिसले दिन्छ र दिने मानिस परिपक्व हुँदै जान्छ। कसैको नराम्रो पक्ष भन्नु छ भने व्यक्तिगत रूपमा भन्नुहोस्, तर प्रशंसा सार्वजनिक स्थानमा गर्नुहोस्। परमेश्वरलाई दिने कुराले हाम्रो आशा हाम्रो धनमा होइन, तर परमेश्वरमा छ भन्ने स्पष्ट गर्दछ। मानिसले प्रेम नगरी पनि दिन सक्छ, तर नदिइकन प्रेम गर्न सक्दैन। महत्त्वपूर्ण कुरा चाहिँ हामीले कति दियौँ भन्ने होइन, तर हामीले दिने कुरामा कति प्रेम खन्याएका छौँ भन्ने कुरा हो। परमेश्वरले हाम्रो निम्ति के गर्नुभयो भन्ने कुरा नबुझेसम्म हामीले उहाँलाई दिन सक्दैनौँ। यदि तपाईसँग आजको निम्ति खानलाई भोजन छ भने तपाईँ धनी हो। पैसाको प्रयोगमा हुने इमान्दारिताले चरित्रलाई निर्माण गर्छ, तर अइमान्दारिताको जीवनले उसलाई बताबुङ्ग पारेरै छोड्छ। परमेश्वरले प्रेमको साटोमा हामीबाट केही कुराको माग गर्नुहुन्न, तर हामीप्रति भएको उहाँको प्रेमको प्रतिक्रिया जनाउने एउटा तरिका दिएर नै हो। पैसाले तब मात्र मानिसलाई खराबीतिर दोहोऱ्याउँछ जब हामी यसलाई बढी चाहना गर्छौँ र हाम्रो पैसाको सोचलाई हामीमाथि अधीन गर्नलाई अनुमति दिन्छौँ। आनन्द र सन्तुष्टि धेरै आर्जन गरेर प्राप्ति हुँदैन। सन्तुष्टि त केवल परमेश्वरले मात्र दिनुहुन्छ। धनी मानिसहरूको समस्या उनीहरूको हातमा धन हुनु होइन, तर हृदयमा नै धन हुनु मुख्य समस्या हो। मानिसले पैसालाई कसरी व्यवहार गर्छ, उसले कसरी आर्थिक आर्जन गर्छ र त्यसलाई कसरी खर्च गर्छ भन्ने कुरा नै उसको सबैभन्दा महत्त्वपूर्ण चरित्रको जाँच हो। लिने कुराले भन्दा दिने कुराले परमेश्वर हाम्रो निम्ति कति बहुमूल्य हुनुहुन्छ भन्ने कुरा दर्शाउँछ। स्थानीय मण्डलीमा दिने कुरा होस् या कुनै पनि क्षेत्रमा सेवकाईको निम्ति दिने विषयमा होस्, दिने चाहिँ एउटा मौका सम्झेर दिने तत्परता हामीमा हुनै पर्छ। स्वर्गमा गर्न नसकिने एउटा काम प्रभुको राज्यको निम्ति दिनु नै हो। त्यो एउटा सुन्दर अवसर हामीले यो जीवनमा यो धरतीमा पाएका छौँ। पाएको कुराबाट भन्दा पनि दिएको कुरामा आनन्द र खुसी प्राप्त हुन्छ। नम्रहरूले कहिल्यै आफूसँग भएको धनलाई हेरेर घमण्डी हुँदैनन्, बरु धनले सेवा गर्न तत्पर हुन्छन्। संसारमा नदिनेहरू भन्दा दिनेहरू बढी खुसी छन् र चिन्तामाथि विजय भएका छन्। मानिसको हृदयमा एउटा रित्तो स्थान छ जो सृजिएका कुराहरूले होइन, तर सृष्टिकर्ताको उपस्थितिले मात्र भरिँदछ। कसैले भनेका छन्, मैले धेरै कुराहरू मेरो हातमा राखेँ र मैले ती सबै गुमाएँ, तर जे कुराहरू पनि मैले प्रभुको हातमा दिएँ ती सबै मैले पाएँ। परमेश्वर माथिको भरोसाको जीवनले हामीलाई सबै परिस्थितिहरूमा स्थिर रहन र सबै कुरामा आशिष दिनुहुने परमेश्वरमा विश्वासयोग्य रहन सहायता गर्छ। हामीले कमाएकोबाट जीवन चल्छ, तर दिएकोबाट जीवन भनिन्छ। आफ्ना बारेमा सोच्नु स्वार्थ होइन, तर अरूको बारेमा नसोच्नु स्वार्थ हो। दिने कुराले उहाँमा निरन्तर भरोसा राख्न र उहाँको प्रभुत्वलाई उचाल्न अनि उहाँ नै सबै कुराको मालिक हुनुहुन्छ भन्ने कुरालाई दर्शाउँदछ। पापीहरूले चाहिँ धनलाई माया गर्छन् र त्यो कमाउन मानिसहरू प्रयोग गर्छन्। सन्तहरू चाहिँ मानिसहरूलाई प्रेम गर्छन् र आफ्ना धन अरूहरूको सहयोगमा प्रयोग गर्छन्। परमेश्वर असल हुनुहुन्छ भन्ने कुरामा
शङ्का गर्नु नै पापको जरा हो। कसैले भनेका छन्, जब मैले मसँग भएका थोकहरूलाई मेरो हातमा राख्न खोजेँ अनि सबै गुमाएँ, तर जब मैले परमेश्वरको हातमा दिएँ, आज पनि म त्यसको हकदार भएको छु। म जीवन चाहिँ प्रभुलाई अर्पण गर्छु, तर आर्थिक कुरा दिन सक्दिनँ भनी कसैले भन्न सक्दैन। परमेश्वरलाई आफ्नो जीवन अर्पण गर्ने हरेकले आर्थिक कुराहरूमा उदारताको जीवन जिउन सक्छ। हरेक बिहान उठ्दा जसरी हामी जीवनको ठिक प्रकारले जिउनलाई ज्ञान माग्छौँ, त्यसरी नै उहाँले हामीलाई भरोसा गरेर सुम्पनु भएको उहाँको धनलाई ठिकसँग प्रयोग गर्न हामी बुद्धि मागौँ। येशूले आज मण्डलीको निम्ति दिने डोनरहरू खोज्दै हुनुहुन्न, तर उहाँलाई माया गरेर दिने चेलाहरू खोज्नुहुन्छ, जसले उहाँ र उहाँको राज्यको वृद्धिको निम्ति हृदय खोल्छन्। उहाँले ठुलो रकम दिने डोनर होइन, तर इमान्दारी साथ परमेश्वर कति महान हुनुहुन्छ भन्ने कुरालाई बुझेर दिन तत्पर मानिस खोज्दै हुनुहुन्छ, जसको हृदय सुसमाचारले भरिएको छ। हाम्रो लोभीपन त्यति बेला हट्नेछ जब अनुग्रही पितालाई हामी नजिकबाट चिन्छौँ। परमेश्वरसँगको सम्बन्धको गहिराइभित्र सन्तुष्टि भेटिन्छ। जब सबै धन परमेश्वरबाटै आएको हो भन्ने हामी जान्दछौँ, तब हामी परमेश्वरलाई दिनलाई तत्पर हुन्छौँ। मण्डलीमा कहिल्यै पनि पैसाको अभाव भएको छैन, तर विश्वास योग्यताको अभाव हो।